हेलो गाइज, आज हामी पाङमा बसेकोमा भयो लगभग 1 महिना 10 दिन। अहिले पाङमा बसेर धेरै रमाइलो गर्यो। यो हाम्रो भिलेज भयो, हजुर देख्नु भएको छ होला, यति राम्रो सिटी सरी भिलेज। अब कति घुम्नु, डाँडा डाँडा चढ्नु, उकालो चढ्नु, ओह्रालो झर्नु होइन, यसै छ जिन्दगी। अब यहाँ पनि यस्तो राम्रो राम्रो घर हुँदो रहेछ हेरेर साथीभाइ इष्टमिष्ट मित्रहरू। अब हेलो गाइज, के छ? सन्चै हुनुहुन्छ? म पनि ठिकै छु। अनि हामी केटाहरू चाहिँ आज के अरे घुम्न हिँडेको हाम्रो चाहिँ बेस्ट ठाउँमा चाहिँ। अनि अलिकति दाउरा पनि लिनु छ, त्यो पनि ल्याउँछौँ। अनि के अरे स्पेसल्ली उसलाई चाहिँ आज हामी घुमाइदिन्छौँ, किनकि उसलाई थाहा छैन यताको एरिया। हाम्रो नाम भन्दैन त, सौरभ फेरि नाम भन्दैन। हेलो हेलो। अनि त्यसपछि ल्याएर यहाँ चाहिँ बल खेल्छन् भाइहरू, भलिबल। हाम्रो चाहिँ भलिबल खेल्छन् यता, अब प्र्याक्टिस हुन्छ यता। अनि के अरे हाम्रो चाहिँ रोडहरू यस्तो है, एकदम दामी छ, एकदम मनपर्छ मलाई हाम्रो गाउँको रोडहरू, हो कि नै? राम्रो छ नि होइन? अरूको ठाउँ जस्तो छैन, एकदम बेस्ट छ। पाङ ततरकोट अनि जिल्ला चाहिँ पर्वत हो के अरे। अनि के छ गाइजहरू, आरामै हुनुहुन्छ होला? हामी पनि ठिक छौँ एकदम। यहाँको पाहाड राम्रो छ। एकदम यो टुरिज्म एरिया हो पुरा। यहाँबाट माथि चाहिँ एकदम रोड चाहिँ माथि माथि छ, कति धेरै माथि जान्छ थाहा नै छैन। जलजला भन्ने ठाउँ छ, वहाँसम्म पुग्छ। अब हामी चाहिँ उता गएर चाहिँ एकदमै अहिले त्यो जङ्गलको बिचमा चाहिँ मन्दिर बनेको छ, त्यहाँ चाहिँ हामी उसलाई देखाउन लान्छौँ। हामी त हेरिसकेका छौँ, ऊ चाहिँ नयाँ हो। अनि ऊ त्यो एरिया चाहिँ त्यताको एरिया चाहिँ के भन्छ भन्दा बलिया भन्छ यो एरिया। यस्तो छ गाइज। ल गाइज, मैले तपाईँहरूलाई भनेको थिएँ नि, म नेक्स्ट दिन चाहिँ देखाउँछु भनेर, यही हो। अनि माथि हेर्नु न पाहाडहरू, त्योभन्दा पनि अझ अर्को चाहिँ अझ माथि पनि गाउँ छ, त्यो पाहाडको माथि, त्यसलाई चाहिँ बनाऊ भन्छ। अनि त्यसपछि जलजली भन्छ। अनि वहाँ चाहिँ हाम्रो खेत हो, पुर्खौली खेत हो। वहाँ चाहिँ हाम्रो चाहिँ यहाँबाट डेन्जर काम गरिन्थ्यो, यताबाट यता आउनुपर्छ यता होइन। अनि ल हेर्नुहोस्, यहाँ चाहिँ तल एकदम डेन्जर खोलो हो, त्यो एरिया चाहिँ त्यसलाई सिधाली भन्छ। ल गाइस, फाइनली हामी पुग्न लागिसक्यो हामी। अनि हाम्रो अङ्कलले बनाउनु भएको त्यो भिडियो बनाउने मान्छे यिनी हुन्। हामी त्यो बाटोमा नि यस्तो खाइको छेउमा हिँडेर हाम्रो त, यता पनि खाइ यता नि खाइ, बिचमा यो बाटो कति डेन्जर होला। यो पात हो, खास पात होइन, फुलै हो त्यो। फुल हो क्या पात त तल देख्नुहोस् न। अब चाहिँ हाम्रो मन्दिर आयो, एउटा मन्दिर चाहिँ गयो होइन। यो अर्को मन्दिर गयो। अझ एउटा अझ उता हो। जय माता दी। यो चाहिँ हाम्रो मन्दिर भयो। यसलाई चाहिँ के भन्छ भन्दाखेरि के अरे लाखलाङ डाँडाको यतातिर मन्दिर भन्छ, यसलाई अर्चली भन्छ यो ठाउँ होइन, अर्चली हो। यहाँ चाहिँ पूजा के अरे एउटा बार पारेर चाहिँ पूजा भइरहेको छ। त्यो दामी बनाइदिएको मन्दिर दामी छ त। ल अब चाहिँ हाम्रो अर्को मन्दिर चाहिँ आयो, ठ्याक्कै यही हो है गाइज। हामीले चाहिँ लाखे लाउने अनि सांस्कृतिक कार्यक्रम स्टेजहरू यही हुन्छ। अनि यो चाहिँ मन्दिर है, यो ठाउँ यही हो। यदि हजुरहरूलाई नानी छ नि होइन, चर चाहिँ बबाल छ नि होइन। यहाँ पहिला खोला के अरे ताल हुन्थ्यो, अहिले ताल छैन।
यहाँ फिल्मको सुटिङ हुन्थ्यो पहिला अनि ए होइन यहाँ टिभी स्टेज थियो यहाँ चाहिँ नाचिरहेको थियो गाई यहाँबाट हिमाल पनि देखिन्छ नि जङ्गलले घेरे लाँदै हान्दै निसाइरहेको यस्तो गरी हुँदो रहेछ दामी छ नि होइन बहुत दामी ब्युटिफुल यहाँको नेचर चाहिँ एकदमै दामी छ हाम्रो यहाँका देवी देवताहरूले डाँडा गएर खाली गर्छन् त्यही भएर यहाँ पापी मान्छेले आउनै पाउँदैन यहाँ आउने बित्तिकै भौतिक के अरे भौगोलिक हो कि के भौतिक भन्छ सांस्कृतिक भौतिक भौगोलिकले भरिपूर्ण भएको यहीँ हो गाइज राइट यहाँबाट हेर्नु होला हिमाल यता म चाहिँ केही देखाउँछु यता मैले चाहिँ यहाँ एउटा यो बिरुवा देखेँ यो चाहिँ साँचो कुरा यहाँ चाहिँ मैले झुटो बोलेको होइन मैले चाहिँ बाघ देखिरहेको हो यहाँ पहिला डेन्जर देखिरहेको थिएँ यता तल हामी चाहिँ गुराँस टिप्न आइरहेको थियौँ हो यहाँ पहिला बाघ आइदिन्थ्यो केटा पुरा जङ्गल यो लगायत बाग्लुङ गाइज जुम गरिदिनु बाग्लुङ यो चाहिँ बाग्लुङ है बाघलुङ सिटी हो यता हाम्रो भाइ यता पामको नम्बर 1 हिरो एउटा गोरे भाइ छन् एउटा काले भाइ छन् दुइटै हुनुहुन्थ्यो यता आउनुहोस् यता किन तल गएको राम्रो खाने यता आएकै यहाँ कस्तो बाटो जाने अब यहाँ आउनु आइकन पहिला पाएँ ल केटा आजको भिडियो यहाँ समाप्त हुन्छ